मैले पानीको पाइपको स्ट्यान्ड फिट गरेको भिडियोमा एकजना साथीले तपाईँको घर देखाउनु न भनेर जस कमेन्ट गर्नुभएको थियो। उहाँलाई नै सम्झेर मैले यो भिडियो बनाएको छु। यहाँ चाहिँ घर चाहिँ छैन, तर कतिपय साथीलाई यो कुरा चाहिँ यो मेरो अनुभव चाहिँ एकदम काम लाग्न सक्छ। कुरा के भने हाम्रो कन्ट्याक्टमा यो स्टोभ पछाडिको सिसा थिएन, हामीले कतै देखेको भएर मन परेको भएर यो हालेको हो। जम्मा 700 भित्र चाहिँ यो सिसा आएको थियो। यसले कस्तो हुँदो रहेछ भने किचनमा जाँदाखेरि नै त्यो टक्क हाम्रो त्यो ब्लाइन्ड खोल्ने बित्तिकै फ्रेस फिल हुने, दिउँसो कहिले पनि बत्ती बाल्न नपर्ने, त्यही माथि फेरि राम्रो भ्यू छ भने पछाडिको भ्यू पनि हेर्न पाइने। जस एकदमकै लाइटको लागि चाहिँ गजब रहेछ यो चाहिँ। यसको लागि चाहिँ किचनको डिजाइन गर्दाखेरि स्टोभ चाहिँ घरको वालतिर होइन कि घरको छेउको वालतिर भयो भने चाहिँ यो राख्न मिल्दो रहेछ। अब नभए चाहिँ तपाईँको फेरि अलि बढी चेन्ज गर्न पर्ने भएको भएर एक्सपेन्सिभ हुनसक्छ। तर तपाईँको किचन चाहिँ वालतिर, स्टोभ चाहिँ वालतिर टाँसिएको छ भने त केही गर्नै पर्दैन, तपाईँहरूले भनेकै भरमा हालिदिन्छ।